आज हामी सहकारीको रकम ठग्ने, सहकारीको रकम खाने नेताहरूको नाम एकपछि अर्को सार्वजनिक गर्दैछौँ। त्यसकारण यो समाचार सबैले सक्दो सेयर गरिदिनुहोला। 1. सुरेन्द्र भण्डारी नेपाली काङ्ग्रेस 6 अर्ब। 2. चन्द्र लामा नेपाली काङ्ग्रेस 8 अर्ब 59 करोड। 3. भरत महर्जन नेपाली काङ्ग्रेस 10 अर्ब 34 करोड। 4. केदारनाथ शर्मा नेपाली काङ्ग्रेस 16 अर्ब। 5. तेज विक्रम थापा नेपाली काङ्ग्रेस 2 अर्ब 82 करोड। 6. धनराज गुरुङ नेपाली काङ्ग्रेस 14 करोड 81 लाख। 7. गितेन्द्र बाबु राई नेपाली काङ्ग्रेस 16 अर्ब 50 करोड। 8. केडी उप्रेती एमाले 8 अर्ब। 9. देवकुमार नेपाली एमाले 2 अर्ब। 10. इच्छाराम तामाङ एमाले 7 अर्ब 82 करोड। 11. ऋषिकेश पोखरेल एमाले रकम खोल्न बाँकी। 12. रामबहादुर गौतम माओवादी 5 अर्ब। 13. गीता बस्नेत राप्रपा 2 अर्ब 50 करोड। एकजना व्यक्ति एउटा मात्र सहकारीको सञ्चालक हुन पाउने कानुन विपरीत जीवी राई 7 वटा सहकारीको सञ्चालक भइसक्दा